पनि खुसी लाग्यो। अब फोन गरेको 10 मिनटपछि नै यतिजना चाहिँ आइपुग्नु भयो। अब भोलि ढल्न चाहिँ हाम्रो अझ अडिसनको चाहिँ हामीले भोलि डेट राखेको भने चाहिँ अझै भोलि त अलिक धेरैजना नै आइपुग्नुहुन्छ। तर यो जनकपुरवासीको लागि धेरै नै खुसीको कुरा, धेरै नै राम्रो कुरा हो। मलाई चाहिँ म चाहिँ एकदम स्पेसली म चाहिँ धेरै खुसी छु। मलाई सरले फोन गर्नुभएको थियो कि यसो यसो जनकपुरमा अडिसन लिने भन्दाखेरि चाहिँ म चाहिँ बाहिर थिएँ। म एकदम फास्ट सारा चाहिँ छोडेर म यहाँ मिटिङमा आएको, यही होटेलमा मिटिङमा आएको सरसँग। बट उहाँले मलाई 1-2 दिन अगाडि मलाई चाहिँ उहाँले इन्फर्म गर्नुभएको थियो। अनि धनमन्त्री चाहिँ हिजो भर्खर आएर मलाई इन्फर्म गर्नुभयो। मसँग 10 मिनट मलाई टाइम थियो। मैले 10 मिनटमा सबैलाई कल गरेँ अनि आयो। अनि मैले उहाँलाई सरलाई भने 15 जति चाहिँ छ अहिले हुन्छ भने इनफ छ हाम्रो थर्ड अडिसन हो। सो यो वर्ष 2025 को लागि चाहिँ हामी मिस नेपाल अडिसनको क्रममा नेपालगञ्ज गयौँ, बिर्तामोड गयौँ र थर्ड स्टप चाहिँ हाम्रो जनकपुर। र अहिलेसम्मकै सबैभन्दा बाक्लो उपस्थिति र सबैभन्दा हुन्छ नि मैले पाएको एनर्जी, एकदम यङ एनर्जी। अनि मैले एक्सपेक्ट गरेको थिइनँ अनेस्टली, हुन्छ नि यतिसम्म एकदम धेरै होसिन्छ नि त हाम्रो एप्लिकेन्ट्सहरू। सो इट्स भेरी रिफ्रेसिङ। यो एकदमै हाम्रो नेपालको लागि एउटा प्राउड मोमेन्ट हो होइन। हामी त्यसैले नै मिस नेपाल विभिन्न क्षेत्रहरू, विभिन्न सिटिजहरूमा गएर हामी अडिसनहरू लिने गर्छौँ होइन। र आज हजुरहरूको सहरमा आयौँ, यति धेरैजनाको उपस्थिति है, म एकदमै खुसी छु। यस्तो छ नि अब हाम्रो यो जनकपुरको यो तपाईँ यहाँ बस्नुभएको छ होटल आइकन हो। आइकन भनेको हामीहरूको एउटा नेपाली यसको संस्कृति भन्ने भनिरहन्छ। आइकनको यो इङ्ग्लिस शब्द भयो। आइकनलाई तपाईँले यो संस्कृति अब होटलको नाम आइकन र यस्तो तपाईँको यो सौन्दर्य प्रतियोगिता छ, त्यसलाई तपाईँले कति जोड्नुहुन्छ? सो कला संस्कृति देखाउने भन्ने उद्देश्यले नै मिस नेपाललाई चाहिँ हामीले अन्तर्राष्ट्रिय जगतमा सो यस वर्षको क्रममा चाहिँ हामीसँग 4वटा उपाधिहरू रहेका छन्। सो हामीसँग 4वटा विजेताहरू हुनुहुन्छ जसले चाहिँ हाम्रो देश नेपाललाई मिस वर्ल्ड, मिस अर्थ, मिस इन्टरनेसनल र मिस कस्मो इन्टरनेसनलमा पनि रिप्रेजेन्ट गर्दै हुनुहुन्छ। र त्यसको कुरा गरिराख्दाखेरि चाहिँ त्यहाँ विभिन्न देशहरूबाट विभिन्न देशका सुन्दरीहरू आउनुहुन्छ जसले आफ्नो देशको कला, संस्कृति, वेशभूषा र रहनसहनको बारेमा उहाँहरूले इन्टरेक्ट गरेर सेयर गर्ने मौका पाउनुहुन्छ। विभिन्न कम्पिटिसनको आफ्नै यसको विशेषता छ भनौँ न। सो मैले पनि 2024मा नोभेम्बर 12 तारिक चाहिँ मिस इन्टरनेसनल जुन टोकियोमा भएको थियो त्यसमा सहभागिता जनाउने अवसर पाएको थिएँ र मेरो देश नेपाललाई चिनाउने पनि एउटा अवसर पाएको थिएँ। र यस्तो विभिन्न ठाउँहरूमा गइराख्दाखेरि चाहिँ कस्तो फिल हुन्छ भने नेपालमै भए पनि हामी कति डाइभर्स छौँ नि त। अब भनिन्छ नि 4 जात 36 वर्ण, हामीसँग कति धेरै डाइभर्स कल्चरहरू छ, 120+ ल्याङ्ग्वेजेसहरू छ होइन। म पनि यही मिस नेपालको क्रममा विभिन्न ठाउँहरू जाने अवसर पाएँ। नेपालगञ्ज भन्दा जनकपुर अझै भिन्न पाएँ, जनकपुर भन्दा बिर्तामोड अझै भिन्न छ होइन। सो अब यहाँ आइराख्दाखेरि हामीले मिथिला कला संस्कृति, पेन्टिङ, हामीले एयरपोर्टबाटै कति धेरै त्यो मिथिला आर्ट्सहरू देख्नु पायौँ होइन। अझै येट टु लर्न, अझै धेरै देख्न छ। लार्जेस्ट टेम्पल अफ नेपाल जानकी टेम्पल हामी जानेछौँ होइन। सो यो कला संस्कृतिको भूमिका एकदम इम्पोर्टेन्ट हुन्छ र साथसाथै हरेक ठाउँमा डिफ्रेन्ट कला संस्कृति भएर नै यो सबै जोडेर हामी एक नेपाली बनेका हौँ। र विश्व सुन्दरी, नेपाल सुन्दरीहरूले चाहिँ बाहिर गएर चाहिँ आफ्नो देशहरूको बारेमा देखाउन र चिनाउन पाउँदा चाहिँ निकै गौरव लाग्छ। अहिले तपाईँले जुन यहाँ होटलमा बस्नुभएको छ, तपाईँ यहाँ सबै चिज तपाईँले एकदम हेर्नु भयो, तपाईँले कस्तो लाग्यो यो होटल? एकदम होटल आइकन भन्दा यस्तो मलाई त हजुर हेर्छु है, आई एम गोना बी भेरी अनेस्ट। म एभ्री डकुमेन्ट, एभ्री मेरो मोमेन्ट्सहरू चाहिँ मैले क्याप्चर गर्ने कोसिस गर्दैछु। खासमा म बाहिर पनि बसेर आएको हो अनि मैले मेरो देश नेपालमा त्यति धेरै घुम्ने अवसर पनि पाएकी थिइनँ र यो मेरो सौभाग्य हो कि अहिले म घुम्न मौका पनि पाइराखेको छु। र यो होटलमा आउने क्रममा चाहिँ मलाई कस्तो अनुभूति भयो भने हजुरको मैले एन्ट्री गरेबाट एभ्री डिटेल के इट्स भेरी, त्यो इन्टेरियर हेऱ्यो भने पनि एभ्री इन्टेरियरमा त्यहाँ मिनिङ छ क्या। अनि म मेरो रुममा एन्ट्री भएपछि चाहिँ आई वाज सक्ड। म त त्यो डिटेल्स मन परेको मलाई, जुन त्यो हजुरको बाल्कनीमा पनि बाहिर आई डोन्ट नो वाट इट्स कल्ड होइन, एकदम त्यो मन्दिर जस्तो खालको थियो है। अनि
Every detail is very beautiful, एकदम एलिगेन्ट एन्टिक. अब यता छौँ भने इट फिल्स लाइक हामी जनकपुरतिरै छौँ जस्तो, यो मिथिला आर्टसँग पनि रिलेटेड. सो होटलको एभ्री डिटेल्सहरू मलाई एकदम मन पर्यो. यहाँको फुडको कस्तो लाग्यो? फुड रियल टेस्ट अफ मिथिला एन्ड होटल अरिपन कस्तो लाग्यो? मैले जनकपुर आउने भनिसकेपछि मलाई धेरैजनाले रेकमेन्डेसन पनि गर्नुभएको थियो, फिस ट्राई गर्नु जनकपुरको एकदम पपुलर छ भनिरहेको थियो. अनि आज हामीले लन्च गऱ्यौँ, अनि लन्चमा चाहिँ वी ह्याड फिस करी, राइस अनि चिकन करी. यस्तो डिफ्रेन्ट टेस्ट के त्यो रेसिपी पनि चाहियो है, डिफ्रेन्ट. सो कस्तो मिठो टेस्ट है. अनि मैले चाहिँ यो खालको टेस्ट चाहिँ अलिक खाएको थिएन जस्तो लाग्यो, बिकज इट्स नट टु स्पाइसी, अलिकति मोडरेसनमा बनाइएको छ, अनि तर मिठोवाला स्पाइसी. भेरी भेरी थ्याङ्कफुल. हाम्रो दिक्का दिदी हुनुहुन्छ यहाँ, दिक्का दिदीको लागि एकदम धेरै धेरै धन्यवाद. मलाई तपाईँसँग चिनाउनु भयो. म त तपाईँसँग चिनेर एकदम अत्यन्तै खुसी छु. तपाईँको जो अभियानमा लाग्नुभएको छ मिसनले तपाईँको एकदम सक्सेस हो, कामना हो. थ्याङ्क यू हजुर, थ्याङ्क यू.